बल्ल गुड मर्निङ। आज हामी हाइकिङ जाने प्लान भइरहेको छ केटाहरूको। हाम्रो सदस्य पनि हुनुहुन्छ। मर्निङ अहिले हामी तानसेन पाल्पाको नाङ्गो वेस्टमा छ। रमाइलो हुन्छ होला आशा गरौँ। ल ठिक छ है। लाभाजी पनि हुन्छ है। आज नयाँ हाम्रो नयाँ आज सदस्य पनि हुन्छ यहाँ। हाम्रो हाइकिङ सुरु भएको छ है। साथीहरू सुरु भयो। थान्चिया नडाई है। त्यसपछि चढ्ने बिहान निस्किने है। आजको मेन गाइड हुने हाम्रो दुर्गा है। दुर्गाले हाम्रो जहाँ जहाँ लागेको त्यति जाने। सही देख्छ नि त्यहाँबाट न पुरा मुस्ताङ मुस्ताङ हो र। यो बाटोमा साइकल पनि आउँछ होला र आउनु त साइकल आइहाल्छ नि आउनु आउँछ मैले जस्तो बाटो भर्छु है। त्यही होला त्यो अहिले बेला काटेको रे अब पछि झर्न लाग्छ नि जम्मा गर्नु सुझेनलाई नि। फर्स्ट टाइम हिँड्ने आज पहिलोचोटि हो यहाँ आजको बदल यात्रा है। कहाँ पुग्ने हो मुस्ताङ भन्ने आइपुगेको अवस्था है। शनिबारी गयो सर्टकट बाटो पहिलोचोटि हो। साथीहरू आउँदैछन् चण्डीमान चोक। Hello guys, Kyle छोरीहरु। फेरि केटाले आउँछ खान थाहा छ मलाई। केटाहरू आयो त। त्यो पाइएन वे चेन्ज भयो। हामी जाने यो बाटोबाट माथि चढ्ने है। सर्टकट जाने है त यहाँबाट। ल के हो कुवा है। हाइकिङको क्रममा हामी हिँडिरहेछौँ। कता कता आयो यार बाटो पनि कता कता आयो अरे। ला बाटो पनि कता कता पऱ्यो क्या। पन्जाले काम गरे। ठिक छ नि स्थिति एकदम ठिक छ। अलिअलि चिप्लिरहेको छ तर ठिक छ। तेरो खिचिदिनु पर्छ नोट त। तेरो खिचिदिनु पर्छ। जुत्ता लड्के क्या अरूभन्दा। सिङ्गल ट्रीतिर जानु लाग्छौँ। तपाईँको ट्रेल बाटोबाट बाटो ठिक छ नि। ओके ओके बाटो भने अलि के अरे नि त चिप्लो छ। छिटो अलिकति गनाएको छ कि त्यहाँ बाघ फोहोर गऱ्यो ठाउँ
फोहोर बनाएको बाघी बनाएको फोहोर चितुवा होला चितुवा होला चितुवा बस्या होला चितुवा होला नि जनावरको सेन्ट हो चितुवाको छैन कि तिमीले डराइ बस्नु भयो होइन पेट भएको तिम्रो राम्रो भेट अहिले हिँड्ने बाटो यस्तो छ है तिम्रो पन्जाले काम गर्दैछ पन्जाले धेरै काम गर्यो नि हामीलाई पनि भन्नु पर्दैन पन्जाले धेरै काम गर्यो एउटालाई एउटा गऱ्यो नि सबै भागी काम नगर है मजाक नगरौँ नि यार दिलीप सरलाई डर लाग्छ बिहा भएको छैन दिलीप सरको हो यहाँ छ ल सेन्ट छ भनेको अन्त बाघै छ कि भने ल थोरै थोरै यहाँ चितुवाको सेन्ट आएको छ है यहाँ हो हो साँच्चै हो रहेछ यहाँ त यहाँ भनेको न यो के लट्टु सपना पऱ्यो ध्यान त भड्किने हुने ध्यान त भड्किने हुने साँच्चै यहाँ त बाटोमा नास्ताको व्यवस्था छ कि कस्तो सर्टकट हो यहाँ सिधै हेलमा जाने सर्टकट हो क्या यो त्यही त यस्तो यस्तो बाटोमा यो बाटो नुन पुग्ने होला बाटो यो त्यही त सामानै पुग्ने बाटो होला नि यो पहिला उता बाटो थिएन सबै यहीँ बाटो नि मेन बाटो यहीँ होला पहिलाको त्यो पनि गरम गरे होइन गरम हुन्छ यो असल तर खाँदै हिँड्दै यहाँ त आउनु होला त यहाँ त तल आइसक्यो होइन न जङ्गली जनावर भनेको गाउँको नजिकै बस्छ के गाउँको नजिक छुटुक्क जाने च्यापचिप पार्ने आइहाल्ने बाटो पुरै बन्द भइसक्यो हिँड्नै छोडेछ है मान्छेहरू यस्तरी गर्दा तपाईँ नजाने हो कि यस्तो गर्नु नै भइहाल्यो नि बाटो छ नि बाटो ले 25 वर्ष अगाडिको बाटो छ बाटो ले नयाँ बाटो छैन म पहाडी भिडियोमै छु कि म भिडियोमै छु यस्तो बाटो त आइरहेको छ नआउनु ओ बाघ झै निस्किन पर्ने यार ओ बाटो ल यस्तो बाटो आइएछ फुटपाथ देखिने यार यस्तो जिन्दगीमा सर्टकट दिनु गाह्रो हुन्छ भने जस्तै हो ल आयो अहिले त हामी कहाँ हिँड्यो अरे केरवादी जस्तो लाग्छ के अरे मलाई गैरे सरलाई थाहा छ ल हामी जस्तो मान्छे जहाँ लाग्छ केरवादी गाउँ अरे हो अब यहाँबाट नि हामी जाने सेरलुङ हामी तानसेनबाट हिँडेको लगभग 3 घन्टा भयो होला होइन 3 घन्टामा यहाँ आइपुग्यो बल्ल लोकल टिमुर पहाडको अर्ग्यानिक टिमुर अहिले पाकेको छैन दाइरा आउँदै हुनुहुन्छ ओहो दाइले हतियार पनि पाउनु परेछ त केयर गर्नुपर्ने है बाटो तपाईँले पनि राम्रो हतियार पाउनु भयो रहेछ जङ्गलको आवाज नि जङ्गलको आवाज हेर्नु चरा हेर्नु कस्तो एक्लै आएको भए कता हराउँथ्यो सम्भवै छैन हामी ल यता हिँड्छ यता सर ल हाम्रो आज साइकल सङ्घको साथीहरू हामी कुन जङ्गलमा छौँ अहिले केरवादीको जङ्गल यसको नाम भनेको के भन्छ भने यसलाई चाहिँ यो चाहिँ केरवारी हेर केरवादीको जङ्गलमा छौँ भनौँ मलाई अहिले रमाइलो भएको छ अब चितुवा आउँदैछ है पछि आएको त्यो पनि 5000 को थियो टिभी चाहिँ म टोपी नलाउँदा यस्तो छु टोपी आएको यस्तो है कुवाको चिसो पानी खाने गरे क्या
काम नै खै मिल्छ भन्छ नि के हो यो धारा त सर क्या हाने हाने त डाइभ हानिदिइहाल एक डाइभ मारो भित्र के छ साप पनि छ क्या त्यहाँ साप छ क्या अब यहाँ पुल पनि रहेछ यार हामी कहाँ आइपुग्यो यो कहाँ हो त नि अनि कसो आफ्नो घर के भनेको यो हाम्रो अङ्कल घर हामी भनेको भयो मेरो घर चाहिँ त्यो ल हाम्रो विष्णु हाम्रो दुर्गा घर यहाँ रहेछ त्यो हाइकिङ चाहिँ राइड वाकिङ टु एनिमल तर त्यो गर्दा गर्दै हामी म जन्मेको घरमा आइपुग्यौँ सबै साथीहरूलाई लिएर यो सब गफ हो दुर्गालाई आज आफ्नो घर देखाउन हामीले धेरै खुसी लाग्यो दुर्गा जन्मेको ठाउँ यही है दुर्गा जन्मेको ठाउँ यही घर हो भयो यही हाम्रो दुर्गा दाइ जन्मेको उयो पालमा हो होइन बाघखोर त्यो जङ्गलमा ढिगमा झल्का हामी त्यहाँबाट झरेर यहाँ आयो पौडी खेलेको यो रुख छ नि यो रुख यो भूतले सुइएर बटारेको रातिमा हिँडेर कोर आवाज आउँछ नि यो रुख बटारेको आवाज यो बुढापाकाले भनेको कुरा होइन अचम्मको घुमेछ क्या नि होइन फलक्क घुमेछ कि हाल्नु न यहाँ घुमेको बटारे छ क्या होइन सुन्नुहोस् यहाँ मैले चितुवा देख्यो बाघ देख्यो भने मार्ने नि है समातेर लिएर जाने हो कता कता भुटुमा हामी कहाँ आइपुग्यो बाबा रे ए लिफ्ट गरेर लाने हो क्या अब यहाँबाट घाम भएको नभएको स्वादै भएन हामीलाई त्यही त घाम भएको स्वादै छैन त्यहाँ हो अलिक गाह्रो हुने यो आवाज बाघको होइन है यो आवाज हामी हिँडेको बाटो आवाज हो यो सेराक सेराक गरेको हामीले गरेको होइन त ल कालीगण्डकी देख्यो अब ल कालीगण्डी देख्यो भनेको त देखियो मैले म देखेर नि त फेरि भिडियोमा तल यहाँ पुरै छाङ्छ डेन्जर हो नि बाटो मिस्टेक भयो भने देखिन्न वान मिस्टेक गर्न भने मिस्टेक गर्ने ठाउँ होइन यो तल पुरै भाङ्ने छ त यहाँ होस् ल यो माथि देखेको सुसाइड पोइन्ट तल यो करिडोरको बाटो उता देखेको अर्गली यो तल बगिरहेको कालीगण्डकी यो बगिरहेको पसिना यो लोटिरहेको हिमाल है सबैजना दुःख बाटो होला नि त रिस्की दुःख नभएर रिस्की बाटो रिस्की त बाटो हो यो स्टिक नभएको कति मजा त्यो वकिङ स्टिक त ल्याउनै पर्ने रहेछ यहाँ चाहिँदो रहेछ क्या त्यहाँ ब्रेक भयो भने हाल्न पाइन्छ नि धेरै आँखा त यता पनि गर्न पर्छ है गाइस सिधै आँखा रोडमा बाटोमा लोटिन्छ बाटो भन्दा त सबै त साटो खान्छ है यो बाटो देखायो नि त कोही आउनेवाला छैन सकिन त हराइन्छ ए बाटो हिँड्ने त यहाँ त कति सेफ भन्नु यो बाटो ठिक भयो सबभन्दा मजा
यहाँ खिच्छ म भिडियो खिच्छु भने फोटो खिच्छु फेरि लुटिसक्यो कति भयो स्कोर 12 त पुगाएकै हाले शीतल त छ बाटो ल सेलिङ भने ऊ त्यहाँ हो त्यही त सेलिङमा त उहाँ पुग्नु छैन हामी त टुङ्गाना माथि निस्केर जान्छ जाने यस्तो बाटो ओ सुस्त ल यसो एक्सपिरियन्स भन्नु त कस्तो भयो ल राणा भाइ म एकदम एडभेन्चर एकदम नरमाइलोको नकाटिदेऊ न रमाइलो तर रमाइलो एउटा मजा आयो यहाँ बाटो कस्तो छ फोटो खिच्न पनि मिल्दैन बल्ल राम्रो बाटो भेट्यो नि हामी सेलुङ आइपुग्ने बेला बल्ल यसरी भिडियो खिच्न पाइएछ दौडिन पाइएछ ओ हेलो हेलो हजुर हजुर काठमाडौँ यो हामी आइयो कुलोबाट हेर्न आएको यहाँ डेड एन्ड पो रहेछ र यहाँ डेड एन्ड छ यहाँ त खै केही पनि छैन यहाँ त ए उता छन् पि रोडमा आइपुग्यौँ है यति राम्रो लाग्यो रोड यस्तो हुँदो रहेछ रोड होइन अब घामले पनि हान्छ बल्ल अर्तुङ्गा र सेलुङको बिचमा छौँ अब अन्त भाइ अब सेलुङ पुगिन्छ एकछिनमा यहाँबाट आर्यन अझ लाग्छ होला सेलुङ पुग्नुलाई बनाउने अलिक गाडाउने होइन अरेली भन्छ यसलाई ल यहीँ हो कोही कोहीलाई हिट बनायो कतिजनालाई नचायो अझै पनि नचाइरहेकै छ यहाँ आइन्थ्यो त्यो बाटो त उता निस्किने खास रोडमा आइन्थेन तर पहिरो पुरै गएको हुनाले यहाँ आउनु पाएन त्यो रेलमा आइपुगेको थियौँ हामी यसले ल्याएको आयो बाटोमा आयो अहिले हामी सेरुङ आइपुगेको छौँ बाई रोड तर है यहाँ बिचमा कुलोबाट आउने यो कुलोबाट आउने प्लान थियो तर बिचमा कुलो भत्किएको भाँसिएको हुनाले हाम्रो प्लान चेन्ज भयो र अहिले हामी रोड हिँडेछौँ मेरो अगाडि एकजना दुर्गा भाइ हुनुहुन्छ त्यसपछि हिमाल भाइ हुनुहुन्छ अगाडि छातामा सुरज दाइ हुनुहुन्छ रुपेश दाइ हो त्यो सुरज दाइ हुँदा रुपेश दाइ पो रहेछ ल हामी अहिले ट्याक्कै सेरुङ आइपुगेको छौँ है त हो ल हामी आएको त्यो माथि डाँडा जस्तो लाग्यो मलाई त्यहाँबाट यसरी गएर यता होइन अनि यता आएको पनि पछाडिको डाँडाबाट त्यहाँ गयो त्यहाँ तल झरेको ल है त नानी हेर्दै गरे यहाँ हेर्दै त सानो हेर्दै नि पैसा दिएर के किन्ने भनिदेऊ ल छिटो ल 17 किलोमिटर हिँडेपछि हाम्रो साथीको स्थिति पऱ्यो हेलो एकदम रमाइलो माछ है सफा मनपर्छ है यसो डेढ टुङ्गो होइन घर नान काका हौ लेट्स गो त्यही भएर पिकअपले हेर अहिले पिकअपले ठिक छ के ले हामी पछाडि छौँ पानीमा पानीमा
सर रेफ दिनु न 25 रुपियाँ कति हो सर भाडा 25 रुपियाँ होइन सर 5 रुपियाँ सर 5 रुपियाँ आइपुग्यो र सबै साथीहरूलाई बिदाबादी गरेर आशिषले चाहिँ हामीलाई त्यो सेलुङसम्म लिनु पनि आयो र त्यसैको गाडीमा हामी चाहिँ कान्छनको नाङ्लोको प्राङ्गणमा बसेर उसले सबैलाई छोडेर सबैलाई बिदाबादी गरेर अब बाई भनेर हामी आफ्नो आफ्नो घरतिर लागिरहेको छौँ है त आजको भिडियो यही हो त ल